नमस्ते, सत श्री अकाल। मेरो नाम राम भुजेल र 2 मिनट यदि तपाईकोमा समय छ भने यो भिडियो अवश्य अन्तसम्म हेरेर साथ दिनुहुन्छ भने आशा साँचेको छु, किनकि यो भिडियो आजको दिन एकदमै इम्पोर्टेन्ट छ। र इम्पोर्टेन्ट किन छ भन्दाखेरि केही समय अगाडि मलाई एकजना बहिनीले मेसेज गरेको थियो, दादा मेरो फेसबुक एकाउन्ट ह्याक भएको छ, प्लिज हेल्प गरिदिनु, रिकभर गरिदिनु भनेर। र त्यो बहिनीबाट कुरा सुरु गर्नेछु, आखिर त्यो ह्याक भएको थियो या स्क्याम भएको थियो या फिसिङ भएको थियो। र आजको दिन म मान्छेलाई यो पनि बताउन गइरहेको छु कि ह्याकिङ के हो, स्क्याम के हो र फिसिङ के हो। यसको तीनवटा बेग्लै बेग्लै मतलब हुन्छ। आजको दिन चाहिँ ह्याक भइरहेको छ हाम्रो मान्छेको फोनहरू, मतलब फोनको सिस्टम डल्लै हाम्रो आफ्नोमै भए पनि कन्ट्रोल अरू कुनै ह्याकरकोमा हुने गर्दछ। र किन कसरी हुन्छ भन्ने कुरा केही जानकारी साथै म तपाईँलाई सतर्क पनि गराउँछु। भिडियो अन्तसम्म हेरेर साथ दिनु होला। सो लेट गेट स्टार्टेड द भिडियो। र केही दिन अगाडि मेरो एकजना गाउँमै एकजना ड्राइभर दाजुको चाहिँ फोन ह्याक हुन्छ। ह्याक भएर उसको ब्याङ्कमा जति पनि पैसा थियो सबै लुटपाट हुन्छ, ह्याकरले सबै लुटेर लान्छ। यो कसरी हुन्छ सबै बताउने छु, सुरु गर्ने छु त्यो बहिनीबाट। र केही समय अगाडि भनौँ अब 2022-23को कुरा, थुप्रै मान्छेले मेसेज गर्थ्यो र एकजना बहिनीको चाहिँ मलाई प्रपर नाम पनि याद छ। र उसले भनेको थियो मेरो एकाउन्ट ह्याक भएको छ, दादा रिकभर गर्नु भनेर। मैले कुरा बुझ्दै जाँदाखेरि चाहिँ उसले आफ्नो बोयफ्रेन्डलाई चाहिँ एकाउन्ट दिएको रहेछ, फेसबुक एकाउन्ट दिएको रहेछ, लगइन एक्सेस दिएको रहेछ। र केटाले उसको बोयफ्रेन्ड रिस उठ्दाखेरि चाहिँ त्यो एकाउन्टहरूको चाहिँ आइडी पासवर्डहरू सबै चेन्ज गरेर भनौँ या मतलब अरू पासवर्ड राखेर लगइन एक्सेस छिनेछ उसबाट। र त्यस्तो केसहरू आजको दिन धेरै भइरहेको छ। यसलाई ह्याकिङ भन्दैन, यसलाई भन्छ स्क्याम अथवा फिसिङ। यदि तपाईँलाई ढाँटेर या तपाईँलाई आशा देखाएर, भरोसा देखाएर, झुटो आश्वासन देखाएर कुनै पनि मान्छेले फेसबुक एकाउन्ट या कुनै पनि जिमेल एकाउन्ट लगइन गर्यो भने त्यसलाई भन्छ फिसिङ अथवा स्क्याम भन्दैन। ह्याकिङ भनेको के हो र हाम्रो ड्राइभर एकजना साथीको फोनमा ह्याक भएर के भएको थियो त्यो एभ्रिथिङ कुरा तपाईँलाई सेयर गर्नेछु। आरटिओ चलन एप्लिकेसन भन्ने एउटा एपिके फर्मेट फाइल चाहिँ हाम्रो फोनको वाट्सएप ग्रुपमा, टेलिग्रामतिर, फेसबुक ग्रुपतिर धेरै सर्कुलेसन भइरहेको छ। र हाम्रो फोनमा दुई किसिमको एप्लिकेसन हुन्छ, एउटा नर्मल प्ले स्टोरमा पाउने एप्लिकेसन र एउटा हुन्छ तपाईँको एपिके फर्मेट। जस्तै टेलिग्रामबाट या कुनै पनि थर्ड पार्टी वेबसाइटबाट हामीले एपिके फर्मेट डाउनलोड गरेर त्यसलाई हामी लगइन अथवा हाम्रो फोनमा इन्स्टल गर्छौँ। दुई किसिमको एप्लिकेसन हुन्छ, एउटा मैले भनिहालेँ एप्लिकेसन नर्मल प्ले स्टोरमा पाउने र एउटा एपिके फर्मेटको। र आरटिओ चलन एप्लिकेसन भन्ने एउटा एप्लिकेसनको एपिके फर्मेट तपाईँलाई म स्क्रिनसट साइडमा हालिदिने छु। त्यो सर्कुलेट भएको थियो र हाम्रो गाउँमा एकजना ड्राइभर साथीले इन्स्टल गर्छ। र इन्स्टल गरिसकेपछि तपाईँलाई थाहा होला, इन्स्टल गरेपछि कुनै पनि एप्लिकेसनले हाम्रो ग्यालरीको पर्मिसन, माइक्रोफोनको, कन्ट्याक्टको, सब लोकेसनको, यो सब कुछ पर्मिसन लिने गर्छ। मतलब हामीले एलाउड गर्नुपर्छ, तब मात्रै त्यो एप्लिकेसन बादमा गएर चल्छ। र त्यसरी नै पर्मिसन दिँदाखेरि चाहिँ जब ग्यालरीको पर्मिसन दिइसक्यो, ग्यालरीको पर्मिसन दिइसकेपछि ग्यालरीमा जे छ, जस्तै प्यान कार्डको फोटो कतिले खिचेर राखेको हुन्छ, हाम्रो पर्सनल ब्याङ्क एकाउन्टको डिटेल्सहरू, हाम्रो फोन नम्बरहरू, एभ्रिथिङ त्यहाँबाट त्यो एप्लिकेसनले देख्यो। एप्लिकेसनले देखिसकेपछि इभन एप्लिकेसनले त कन्ट्याक्ट नम्बर चेक गर्दाखेरि सबै फोन नम्बर देख्यो। र कतिवटा एप्लिकेसन एपिकेलाई हामी लिमिटेड पर्मिसन दिन सक्छौँ ग्यालरीको, माइक्रोफोनको र कन्ट्याक्ट नम्बरको। यति दिँदाखेरि केही फरक पर्दैन। तर कतिवटा एप्लिकेसन चाहिँ जब फोनमा इन्स्टल हुन्छ हाम्रो डल्लै स्क्रिन नै ह्याक गर्छ, मतलब डल्लै स्क्रिन उनीहरूको कन्ट्रोलमा हुन्छ। हाम्रो डल्लै स्क्रिन देखेर उनीहरूले आफ्नो सिस्टमबाट, ह्याकिङ सिस्टमबाट कन्ट्रोल गर्नुसक्छ। र त्यो ह्याकरले चाहिँ त्यो डाउनलोड एप्लिकेसन भइसकेपछि चाहिँ उसको एभ्रिथिङ डाटा देखिसकेपछि उसको एसएमएस, फोन नम्बरमा एसएमएस पठाउँछ ब्याङ्कको, पेटिएम लगइनको जुन चाहिँ कोड आउँछ ओटिपी, वान टाइम पासवर्ड हो। त्यो वान टाइम पासवर्ड पठाइसकेपछि जब उसको फोनमा ओटिपी पुरा हुन थाल्छ, त्यो मान्छेले मलाई मेसेज गर्छ मेरो फोनमा यस्तो यस्तो ओटिपी आउँदैछ भनेर। मैले त्यो ओटिपीहरू चेक गर्दाखेरि अलरेडी उसले पेटिएम लगइन गरेर पनि उसको ब्याङ्कमा भएको पैसा टाकटुकै साथसाथ उडाइदिइसकेको रहेछ। र यसलाई भने चाहिँ ह्याकिङ। कुनै पनि थर्ड पार्टी एप्लिकेसन हामीले डाउनलोड गरिसकेपछि हाम्रो जति पनि कन्ट्रोल उनीहरूको हातमा जानु, उनीहरूको सिस्टममा कन्ट्रोल जानुलाई भन्छ ह्याकिङ। र पहिलाको जमानामा चाहिँ हामीलाई फोन गरेर ओटिपी सोध्ने गर्थ्यो, तपाईँको फोनमा ओटिपी आएको छ, हामी ब्याङ्कबाट बोलेको भनेर। अहिले जमाना अर्कै आएको छ, मान्छे धेरै सतर्क भएको छ। अहिले ओटिपी सोधि बस्दैन, अहिले चाहिँ डल्लै पहिला स्क्रिन ह्याक गर्छ, फोन ह्याक गर्छ। फोन ह्याक गरिसकेपछि डल्लै स्क्रिनको कन्ट्रोल उनीहरूको हातमा आउँछ। उनीहरूको हातमा आइसकेपछि हाम्रोमा जे जति एसएमएसहरू आउँदैछ, मेलहरू, आइडी पासवर्डहरू, एभ्रिथिङ उनीहरूले एक्सेस लिएपछि जे गर्नु छ उनीहरूले गर्नु सक्छ। र त्यो ड्राइभर मान्छेको केसमा चाहिँ त्यो ह्याकरले डल्लै फोन ह्याक गरेर ओटिपी लगइन गरेर पनि पैसा टाक्टु उसको एकाउन्टमा ट्रान्सफर गरिसकेको बादमा चाहिँ मैले थाहा पाएँ। र भिडियो मन पऱ्यो भने लाइक गरेर सेयर गर्न नभुल्नु होला। थ्याङ्क यू सो मच।